शरीर पातलो, पेट मोटो यो आम रूपमा देखिने बडी टाइप हो। एक्सरसाइज र डाइट गरेर थाकिसक्नुभयो तर पनि पेट कम हुने नाम छैन। चिन्ता नगर्नुहोस्, तपाई मात्र एक्लै यो समस्यामा हुनुहुन्न। यो समस्या किन हुन्छ र तपाईले आफ्नो पेटलाई कसरी कम गर्न सक्नुहुन्छ, त्यसैको लागि यो भिडियो अन्तिमसम्म जरुर हेर्नुहोला। यस्तो किसिमको बेली फ्याटलाई भिसरल फ्याट भनिन्छ। यो फ्याट इम्पोर्टेन्ट सँगै सबसे डेन्जर फ्याट हो कि यो फ्याट तपाईको अर्गन्सको वरिपरि हुन्छ। किडनी, लिभर, हार्ट, आन्द्रामा हुन्छ। जबकि यो फ्याट अर्ग्यान्समा बढ्न थाल्छ तब अर्ग्यान्सलाई काम गर्न गाह्रो हुन्छ। भिसरल फ्याट त्यतिखेर बढ्छ जब तपाईको हर्मोनमा प्रब्लम हुन्छ। इन्सुलिन रेजिस्टेन्सको कारणले जतिखेर तपाईले खाना खानुहुन्छ त्यो खाना एकदमै छिटो बेली फ्याटमा कन्भर्ट हुन्छ। बेली फ्याटलाई कम गर्नको लागि सबैभन्दा पहिला तपाईले आफ्नो इन्सुलिन रेजिस्टेन्सलाई कम गर्नुपर्ने हुन्छ। जसलाई कम गर्नको निम्ति 5 मेन फ्याक्टर्स छन्। नम्बर 1, पक्कै पनि लेस सुगर। यहाँ मैले डाइरेक्ट सुगरको कुरा गरिरहेको छैन, यहाँ मैले कुरा गरिरहेको छु कार्बको, जस्तो कि भात, रोटी, ब्रेड, पास्ता। नम्बर 2, मोर स्लिप। यदि तपाई मिनिमममा पनि 7 देखि 8 घण्टा सुतिराख्नु भएको छैन भने इन्सुलिन रेजिस्टेन्सको चान्स तपाईमा बढ्नेछ। नम्बर 3, डेली मुभमेन्ट। डेली काममा जानु र घरको काम गर्नुलाई डेली मुभमेन्ट भनेर भनिदैन। तपाईले सेपरेटली 20 देखि 40 मिनेटको समय छुट्याउनु पर्नेछ दिनमा एक्सरसाइजको लागि। तपाईले आफ्नो खाना वा डाइटमा दुईवटा न्युट्रिएन्ट्सलाई एड गर्नुपर्ने हुन्छ, फाइबर र प्रोटिन। नम्बर 5, फास्टिङ। जब तपाईले आफ्नो शरीरलाई खानाबाट विश्राम दिनुहुन्छ तब त्यतिखेर तपाईको शरीरले मौका पाउनेछ कि जम्मा भएर बसेको फ्याटलाई इनर्जीको रूपमा युज गर्न। इन्सुलिन रेजिस्टेन्सलाई हामी ठीक गर्न सक्छौं। फर्दर इन्फर्मेसनको लागि कमेन्ट गर्न नभुल्नुहोला।